कतिचोटि भने सोध्दा एक साडीले धोक्यो छ धोक्यो टेबलमा राख्नु तीनचोटि हो दुईचोटि भयो पक्का एकचोटि दुईचोटि भयो दिदियो तिहारमा मखमली नाउने अब सुरुमा के रे सेतो टिका लाग्यो यस्तोको भिजाउनु पर्यो लागेको उ गर्नु पर्यो नि सेतो टिका सट्ट लामो गरेर लाऊ अनि त्यसको सबैभन्दा माथि रातो पक्नु न त्यहाँ बिस्तारै भन्नु अहिले फेरि बिर्सिहाल्नुहुन्छ सबै भिजाउने हो हैन हैन सेतो मात्र भिजाउने अरु हैन हैन सेतो मात्र भिजाउने अरु त त्यसमा स्टिक भइहाल्छ नि मेरो सक्रियले त बेसी पनि होला बिचारा मैले पनि बिर्से हामी सबै क्यान्सरले पनि बेसी हो त्यही बिर्सेर त मलाई फोन गरेर सिकाइदियो भनेको मैले सिकाउँछु अन्दाइले नला पनि त्यति नै गर्छ त ओ माय गॉड तलबाट माथि लैजाऊ तलबाट यही बेला बिर्सिदिएर यहाँ त नबजाने ए रमाइलो आ त भाइले भने मान्ने ल मानेछ गाली नगर्न अब फर्स्टमा रेड भने खाली तदिले अब लाउरोले लाउने हो पाले माथि रेड रिक्वेस्ट यस्तो भाव गरे छ हाल बोली सक्नु छ अनि रेड पछि अब सोध्नु पर्छ मैले भन्न मान्न पर्छ भन्छ रातो पछि पहेँलो त भने हैन हो त हैन अलिकति ग्याप सेतो छोडा छोड्यो त्यसपछि गुलाबी गुलाबी आँखे जो तेरी देखी ओ गुलाबी आँखे अनि अनि हरियो अनि भन्न जान कस्तो स्लो हो यार नेपालको अनि भन पहेँलो के जहिले टिका राख्दै मिलेन भने अनि पहेँलो अनि ब्लू होला पहेँलोमा चाहिँ गेरु हुन्छ गेरु नभए छ अरु रङ छ गेरु छ हो गेरु गेरुवा रङ दे तु मोहे गेरुवा छ गान्छ न त्यसपछि निलो अनि अन्त भेइयो अनि निलो चाहिँ त्यो अक्षता माथि हैन अक्षताको टिका अक्षता लाउँदैन सानो अक्षताको टिका माथि चट्ट लगाइदियो माला माला खै माला के त यता अब यसको पो फोटो खिच्न पर्छ त माला त लगाएको ल अब खिचिसक्यो ल सबै भिडियो छेड्के बर्बाद बर्बादै भयो त्यहाँ पछाडि त ल खतम यसले रिवाइन्ड गरेर प्ले गरेर भयो त्यस्तो हुँदैन ल यसको ल बिना चाहिँ फोटो ल अब तपाईँको फोन दिनु न अब यो बिनाले फोटो हैन एकजना चाहिँ भिडियोग्राफर एकजना चाहिँ
आउँदो रहेछ त फोटो त्यसको राम्रो आउँदैन भने त्यो अब फेरि भिडियो कल गरेर फोटो आउँछ फोटो आउँछ भिडियो ल माला लगाएको ल अलिकति छड्के पर्छ है भिडियो पनि तानेको अनि फोटो खिच्न लाग्यो नि देखि जाइन्छ देखिँदैन हाम्रो त्यहाँबाट जाएको रहेछ केही हुन्न जाओस् ल ल फोटो ल ल ठिक छ उसो भन्नु ल हेर एक-एकजना राम्रोसँग भिनाज पहिला मेरो है पहिला म जेठी बाटी मामे ल माला भाइलाई माला मखमलीको माला ल अब हाम्रो राम्रो परिवार काल सबै खान्थ्यो केही खाँदै छैन मलाई भोक लागिसक्यो रे थोरै सब भोक लाग्यो धेरै दिए गई लालमन सालमन छैन अहिले त लानु म त्यहाँको मिठाई छ त्यहाँ लिएर आइज न भनिरहेको छु त्यो त्यो उसमा छ त्यो घर आयो लानु आउँदैछ दुईटै हातमा अब सेल रोटी छिराइदेऊ दुईटै हातमा अनि यसरी खाने पहिला अनि पहिला मसला पहिला पाउनु ए मसला अनुला आउनु त पहिला मेरो ऊ ल मिठाई खाँदै दुईजनालाई ल मिठाई खानु वाउ के भन्दा मिठाई कस्तो मिठो छ यो मिठाई यसरी खाइ साइडमा होला एउटा मिठाई भनेको यहाँ त खोल्ने ठाउँ राखेन अन्त बनाउनै दिँदा नि पेडा हो कस्तो खतरा सबै ल पेडा खाऊ पापै पार्दा न भोक लाग्यो भने राख भेरी गुड अब राख तल राख राख पुरै खा अब त्यो किन राख्नु पुरै पण्डित भइरहेको छ अनि अब त्यस पछाडी मसला दिदी ल मसला दियो मेरो त साह्रै ठुलो बास्केट छ बोक्नु सक्ला त म ल ल बधाई छ 14 वर्षपछिको टिका टालो यस्तो पो हुनुपर्छ ल फोटो फेरि टोकरी जस्तो कस्तो राम्रो के 14 वर्षपछिको भाइ टिका अनि त अब फलफुल छोमा त बाबु उताले छ राम भगवान पनि कहाँ 14 जान्छ? वर्षबाट फिर्ता हुनुभएको छ यसको चाहिँ फोटो खिच्नु पर्छ ल हजुर यहाँ एउटा फोटो मैले लिन लाएँ फोटो खोइ म त देखिन नि त हो त्यस्तो ल के त अब देखाउनु पर्यो नि त भिडियोमा अनि तपाईले जानु साह्रै हेरिसक्यो कस्तो ल उता राख्दिउँ अब एउटा भिडियोलाई त असिस्टेन्टै राख्नु पर्ला जस्तो भयो ल मान्छे ब्यालेन्स यो किस्ती त हजुर दुईजनाले नौचाले नहुँदो रहेछ नि त ल ल यति बाक्लो ल भिनाजु मैले अति साह्रै गरिस् ल टेन्सनै गयो अब चिप्लियो के थाहा हामीलाई थाल दिदी पहिला ल ल पाइनु पर्छ आनाता त्यहाँबाट खिच्छ नि अब भिनाजुको पुरै भिडियो ठिक छ ल ठिक छ ल फोटो पनि आयो खेदिरहेको छ फोटो होइन हजुरलाई भने ल अब हामीले टिका लगाइदिउँ यादै पाइनँ नि त पहिले त मैले दिदीहरूलाई नि फर्स्टमा पुसेर फाल्दै अनि त्यसपछि ए पुसेर फाल्नु भने यहाँ ल ल पुस्यो ल अनि यो त गरेकै छैन नि ल ल ल यो चाहिँ अझै फोटो हाम्रो पनि चाहिन्छ खानुपर्छ त फुल लाउने हो मैले त्यो चाहिँ मिस गरेँ चाहिँ रिताइको ल राजा ल भयो भयो के हुन कुरो पनि त्यस्तै पर्यो अनि के गर्ने कति हाल्यो भने सावर गरेर जस्तो आँखमा त्यसै मेरो आज टिका सावर हो नि त होइन आज चल्छ जुन बेला सम्झेर गरे पनि हुन्छ दौडिन्छ चल्ने मात्रै होइन दौडिन्छ त्यही पुसेर फाल्ने दौडिन्छ यहाँ हो भने ल अलि अगाडि आउनु आउन यहाँ अब उतापट्टि चाहिँ जानु अब फोटो राम्रो आएन अब भने चेन्ज चाहिँ गर्नुपर्छ होइन र ठाउँ पर्दैन होइन हो जस्तो लाग्छ रिताले सोध्नु त ठाउँ चेन्ज गर्नुपर्छ कि ठाउँ पर्दैन चेन्ज गर्नुपर्छ बिहा हो र फाइन चेन्ज गर्नलाई होइन होइन बिहामा पो बुढाबुढीले पूजा गर्दैछ एकछिन बिना अक्षताले हानेर अब खै सोध्नु अब सेतो लगाइदिनु पण्डित मैले हेरेर अलिक पण्डित रिता केसीलाई बुझ्छु है जसरी अघि दिदीहरूलाई लाग्यो थियो त्यसरी चाहिँ लाग्ने त्यो गऱ्यो नि त फेरि भिनाजुको नन स्टप त्यो भिडियो गइरहेको क्या त्यसको लागि ए साथी तिमीहरू कता फर्केर कता बसेर लगायो त्यो चाहिँ सोध्नै
त्यही हो साउ के अरे त्यही हो त्यो चाहिँ मिलेखा इस्ट वेस्टै हो त्यही हो पुरा कम्पास लाएर गरे बिहान डिरेक्सन थाहा नभएर एकछिन त कम्पास लाउनु पर्यो अब त्यो बगेर तर्समा आइपुग्नु पहिला दुःखै गर्नु पर्दैन अब लाइट यो कलर फर्स्टमा रेड भन्ने हैन र भने हेरेर भनेको छ त्यही पनि गल्ती बोलेको छ रेड मिलाउनु पर्छ रेड पिङ्क ग्रीन पिङ्क सिन्दुरै रहेछ अलि अक्षता लाउनुपर्छ ठाउँ राख्नु पछाडि रातो अक्षता ठिक छ अनि तर हुन्छ किनभने त्यो तपाईँको सिन्दुरै जस्तो छ क्या मिल्छ मिल्छ किनकि त्यो मिलाइसक्यो अब मिल्छ रातो पछि कुन यो लगाएको छ यो पिङ लगाएको छ पिङ्क टिका त हुँदैन ग्रीन अनि त्यसपछि ग्रीन ग्रीन होइन हरियो तपाईँको इङ्ग्लिस नम्बर अब ग्रीनको चाहिँ पहेँलो येल्लो भन्नु मम्मीको क्यामेरा गयो मम्मीको क्यामेरा गयो अब अब यो अक्षता अलिक माथि म्युट भयो भएर भने टिका 7 वटा कहाँ भयो त अनि गर्नु त 1 2 3 4 5 6 वटा मात्र सेतो गर्नु पर्दैन हटाएर फेरि जोड्नु सेतो सुत्दै 6 वटा हो के लगाएन यसले फेरि यो लगाएन मम्मीले कसरी के लगाएन गयो हेर्न सबै जान्छ यति त भयो नि यो त नहुनु मलाई स्टोरी चाहिन्छ है राम्रो खुट्टा टिका लगाएपछि अनि खुट्टा ढोकेर पहिला लागि लगा माथि ठाउँ खाली राख्नु अघि धुवा नपर्ने टिकटक होला साँच्चै अनिसलाई पनि जोड्छ नि एकचोटि अनिसलाई नि गर्छ नि मलाई त्यसलाई अनिस अनिस अविनाश मिल्छ भने दुईजना गर्दैछ कस्तो बब्यो भने कलरै के हो कासिन्छ तर यसले डकडक लगाइदेऊ ठ्याक्कै मिल्छ कि रेड व्हाइट छोड्ने हैन रेड पनि अलिअलि छोड्नु अब रेड पछि व्हाइट एक गया पनि के गीताको व्हाइट चाहिँ सबसे तल गएर बस्छ क्या हातमा सुन कस्तो राम्रो तेरो पनि त्यस्तै भएको छ अब मेरो निधारमा हेरेर लगाएन ग्रीन ग्रीन लाग्यो ग्रीन लाग्यो पेन लाग्यो सानो हेरेर चाहिँ एकैचोटि यहाँ सेलमा फोकस गर्न मिल्छ किन मिल्नु एकैछिन गर्नु अहिले हैन यो टिका सकेपछि अनि उयो लाग्यो एकछिन पर्पलहरू पनि यो लाग्यो अहिले होइन एकछिनमा अहिले हामीले भनेको हामीले भने चाहिँ
कहिलेकाहीँ मिठाई फलफुलमा फोकस राख्छ है राजा ब्लू गयो अनि orange लाग्छ। अरेन्ज होइन, यो कम अनि यो मिलाउनु। बाबा होइन, यो बिग्रेन। तपाईँको मिलाउने अभियान कति बजे कुनै कति बजे गएको छ कम यो लगाएर राजा